लो एभ्रिवानलाई आज पनि हामीले लिएर आइसकेका छौँ मियोसिस सेल डिभिजन है। योभन्दा पहिलो भिडियोजमा हामीले माइटोसिस त्योभन्दा पनि पहिला इन्टरफेसको बारेमा हामीले पढ्थ्यौँ भनेको त्यो इन्ट्रोडक्टरी पार्ट थियो। त्यो बुझे छैन भने त्यो बुझेर आऊ, त्यसको प्लेलिस्ट मैले बनाइदिइसकेको छु होइन। अनि त्यो बुझेर आऊ, त्यसपछि मेटाफेज बुझ, अनि माइटोसिस बुझ, अनि मियोसिस बुझ। ठिक छ। मियोसिसमा पनि दुईवटा सेल डिभिजन हुन्छ। मियोसिसलाई रिडक्सनल सेल डिभिजन भन्छ। माइटोसिसलाई किन इक्वेसनल सेल डिभिजन भन्छ भने मैले माइटोसिसको एउटा भिडियो छुट्टै बनाएको छु, त्यसमा मैले बुझाइदिइसकेको छु। अब मियोसिसलाई रिडक्सनल सेल डिभिजन भन्छ। हामीले एकदम कन्सेप्ट क्लियर गर्छौँ, डोन्ट वरी है त। यो अब कुनै सेललाई डिभाइड गर्नु छ त त्यो सबभन्दा पहिला कहाँ जान्छ? इन्टरफेजमा जान्छ। इन्टरफेजमा पनि कतिवटा हुन्छ त? G1 फेज हुन्छ, G1 सबभन्दा ठुलो हुन्छ, एस फेज हुन्छ, G2 फेज हुन्छ। हाम्रो रिभिजन पनि भइहालिरहेछ है त। अनि G1 भनेको हामीले पहिला पनि पढिसकेका छौँ, तर फेरि एकचोटि रिभिजन गरिहालौँ। G1 फेज भयो, एस फेज भयो, G2 फेज भयो। ठिक छ। अनि सेल यहाँतिर के हुन्छ त? सेल अर्गेनेलको डुप्लिकेसन हुन्छ, जसरी डिएनएको पनि डुप्लिकेसन हुन्छ र अरू पनि सेल अर्गेनेलको चाहिँ सिन्थेसिस हुन्छ र 95% सेल ड्युरेसन, सेल साइकलको ड्युरेसन यहीले हुन्छ। अनि त्यसपछि एम फेज, त्यसपछि आउँछ के त? एम फेज। ठिक छ, जसमा मियोसिस हुन्छ। ठिक छ। यो टर्म मियोसिसको टर्म कसले दिनुभएको त भनेको फार्मर एन्ड मोरी भन्ने साइन्टिस्टले। ठिक छ। अनि मियो टु लेसन्स, यसको मतलब के हो त? टु लेसन्स। ठिक छ। जसमा दुईवटा डिप्लोइड हुन्छ भने 2n हुन्छ, अनि 2c हुन्छ भनेको क्रोमेटिड दुईवटा हुन्छ। ठिक छ नि। अनि मियोसिस अकर्स इन डिप्लोइड सेल्स अन्ली। मियोसिस हेप्लोइडमा अकर गर्दैन, डिप्लोइडमा नै गर्छ। रिजल्ट इन द फर्मेसन अफ हेप्लोइड सेल्स। ठिक छ। हेप्लोइड सेल्स फर्मेसन हुन्छ मियोसिसबाट। ठिक छ नि। मियोसिस अकर्स इन मियोसाइट। कहाँ अकर्स गर्छ त? मियोसाइट। मियो भनेको मियोसिस र साइड भनेको सेल। ठिक छ। मियोसिस सेल्समा अकर्स गर्छ मियोसिस। ठिक छ नि। यति बुझ्यो। अब मियोसिसको टाइप्स धेरै 3वटा छ, त्यतातिर हामी नजाऊँ आजको लागि। मतलब आज यो हामीले बुझ्छौँ, इन्ट्रोडक्टरी पार्ट भयो। यो त सोध्दैन, तर 8 मार्कमा एकदमै मियोसिस फर्स्ट को पनि प्रोफेज फर्स्ट सोध्छ, अथवा मियोसिस सेकेन्ड पनि सोधिदिन सक्छ, र एउटा माइटोसिस सोध्छ, जुन कि मैले योभन्दा पहिलाको भिडियोजमा मैले बनाइदिइसकेको छु। ठिक छ नि। अनि त्यो हेरेको छैन भने गएर हेर। अनि त्यो नत्र यो सोध्छ नै सोध्छ, 100% क्वेसन नै तिम्रो लिक भयो भने बुझ्न। अब हामी जान्छौँ अर्को फेजमा है। हेर, मियोसिस छ एउटा। मियोसिस भनेको एम फेजमा इन्टर गर्छ, भनेको एम फेजमा आउँछ एउटा कुनै पनि सेल डिभिजन गर्नुपर्नेमा। अनि त्यसपछि के हुन्छ त? मियोसिस 1 फर्स्ट हुन्छ, दुईवटा मियोसिसको स्टेजेसहरू हुन्छ होइन। त्यसपछि मियोसिस सेकेन्ड हुन्छ। मियोसिस फर्स्टमा डिभाइडेड इन्टु, अब यो पनि डिभाइडेड हुन्छ केमा त? क्यारियोकाइनेसिस, साइटोकाइनेसिस। सेल डिभिजन गर्नुपर्नेमा भने पनि तिम्रो के हुन्छ त? पहिला त न्युक्लियसको डिभाइड हुन्छ, त्यसपछि भइसकेपछि साइटोप्लाज्मको डिभाइड हुन्छ। ठिक छ। मियोसिस सेकेन्डमा के हुन्छ भन्दा त्यस्तै हुन्छ, क्यारियोकाइनेसिस 2 हुन्छ, साइटोकाइनेसिस 2। हामीले यसरी नै पढ्छौँ। ठिक छ। अनि हेर, यहाँ हेर्न सक्छौँ, प्रोफेज फर्स्ट, मेटाफेज फर्स्ट, एनाफेज फर्स्ट, टेलोफेज फर्स्ट, क्यारियोकाइनेसिस फर्स्टको लागि। साइटोकाइनेसिस फर्स्ट पनि हुन्छ, अनि साइटोकाइनेसिस फर्स्ट पछि इन्टरकाइनेसिस हुन्छ बिट्विन डिभिजन। भनेको इन्टरकाइनेसिस हुन्छ के हुन्छ हामीले बुझ्छौँ एकछिनपछि, नहात्देऊ है। त्यसपछि मियोसिस सेकेन्ड हुन्छ, डिभाइडेड इन्टु क्यारियोकाइनेसिस सेकेन्डमा हुन्छ, जसले पिमेट, यसलाई याद गर्न सक्छौँ, पिमेट। यो एउटा ट्रिक होइन। अनि यसरी पनि याद गर्न सक्छौँ, यो सेभ नै भइहाल्छ तिम्रो दिमागमा, 2-3 चोटि पढ्न भइहाल्छ। अनि प्रोफेज सेकेन्ड हुन्छ, मेटाफेज सेकेन्ड हुन्छ, एनाफेज सेकेन्ड हुन्छ, टेलोफेज सेकेन्ड हुन्छ, अनि त्यसपछि साइटोकाइनेसिस सेकेन्ड हुन्छ, अनि सेल डिभाइड गरेर निस्किहाल्छ बाहिर। ठिक छ। अब हामी इन्टरफेजको पनि हामीले एउटा सर्ट इन्ट्रोडक्टरी सबभन्दा पहिला हामीले बुझ्छौँ। ठिक छ। हेर, यो फिगर नबुझ्न नै सकिन्छ। ठिक छ। सबभन्दा पहिला यहाँ हेर, 2n 2c छ। ठिक छ। दुईवटा क्रोमोजोम्स भनेको डिप्लोइड क्रोमोजोम छ, अनि त्यसलाई डिभाइड गर्नुपर्ने छ। मियोसिस फर्स्ट भयो, मियोसिस फर्स्ट, अनि त्यो दुईवटा सेलमा डिभाइड गर्यो। त्यसपछि मियोसिस, अब यो के हुन्छ त? मियोसिस सेकेन्ड हुन्छ, भनेको 4वटामा भयो भने यहाँ के भयो त? 2nबाट एनसी भयो, अनि त्यसपछि यो इक्वल डिभाइड नै हुन्छ, भनेको एनसी, अनि एनसी बुझ्न सक्छौ। ठिक छ। अनि यो फिगरलाई बुझ्नको लागि मैले अर्को एउटा फ्रेस फिगर बनाएर ल्याएको छु है। यहाँ हेर, कुनै पनि एउटा सेललाई यतातिर, यो हो हामीले स्टार्टिङ पोइन्ट भनेको यहाँदेखि हो। कुनै पनि एउटा सेललाई डिभाइड गर्नुपर्नेमा छ भने त्यो सबभन्दा पहिला इन्टरफेजमा जान्छ। भनेको मान न, पहिला यस्तो बुझ, कसैलाई कुनै एउटा फादर छ, त्यसको छोराछोरी हुनुहुन्छ होइन।
अनि उहाँले के गर्छ त त्यसको फादरले के गर्नुहुन्छ त चाहिँ चक्लेट एउटा छ अनि दुवैजनालाई दिनुपर्ने छ। कसरी दिनुहुन्छ? एउटा छँदैछ त सबभन्दा पहिला उहाँसँग 2वटा हुनु पऱ्यो होइन, भने 2वटा बनाउनुहुन्छ त्यसको। अनि त्यही कहाँ हुन्छ त? इन्टरफेसमा हुन्छ, ठिक छ नि। इन्टरफेसमा त्यही हुन्छ, ठिक छ नि। त जीवन फेजमा आउँछ सबभन्दा पहिले सेल, अनि यहाँ डिभिजन हुन्छ। यो रेस्टिङ फेज जीवन इन्टरफेजलाई भन्छ। किन भन्दा यहाँ सेल डिभिजन नै मात्र हुँदैन, त्यही भएर यसलाई रेस्टिङ फेज भन्छ। अल्दो सब काम चाहिँ यसमा हुन्छ भनेको सिन्थेसिस, डिएनएको रिप्लिकेसन हुन्छ अनि अरूको अर्गेनलको सिन्थेसिसहरू हुन्छ, ठिक छ नि। त्यसपछि जीवन फेज भयो। यस फेजमा के हुन्छ? डिएनए रिप्लिकेसन हुन्छ, सेन्ट्रियोल्सको हुन्छ र स्टोन प्रोटिनको पनि बन्छ यही यस फेजमा। र G2मा ट्युबुलिन प्रोटिन, माइटोकन्ड्रिया, क्लोरोप्लास्ट, गोल्जी। यो धेरै इम्पोर्टेन्ट हो, यो मैले माइटोकन्ड्रियामा पनि बुझाएको छु होइन। यो माइटोकन्ड्रिया भनिरहेको छु, माइटोसिसमा पनि बुझाएको छु है। अनि माइटोकन्ड्रिया, क्लोरोप्लास्ट र तिम्रो गोल्जी, यो जुन सेल अर्गेनल छ नि यो G2 फेजमा चाहिँ डुप्लिकेट गर्छ, ठिक छ। भनेको यहाँतिर भइहाल्छ, यो भनेको इन्टरफेज भयो। त्यसपछि तिम्रो जान्छ एम फेजमा। यो सब तिम्रो एम फेज नै हो, ठिक छ। अब एम फेजमा पनि 2वटा हुन्छ, प्रोफेज फर्स्ट, मेटाफेज फर्स्ट, एनाफेज फर्स्ट, टिलोफेज फर्स्ट, अनि त्यसपछि साइटोकाइनेसिस फर्स्ट, जुन कि हामीले पढ्दै एउटा सिरियल वेमा आइरहेका छौँ, ठिक छ। यो यहाँसम्म हामीले पढेका थियौँ केमा त के अरे माइटोसिसमा, ठिक छ नि। अनि त्यसपछि यति भयो। त्यसपछि माइटोसिस के अरे के हुन्छ त? सेल डिभाइड गर्छ, 2वटा बन्छ। एउटा डटर सेलबाट 2वटा डटर सेल बन्यो होइन। अनि यो मियोसिस फर्स्ट भयो। त्यसपछि एउटा इन्टरकाइनेसिस चल्छ, भनेको यो एउटा इन्टरकाइनेसिस एउटा भनेको सर्ट लिभ्ड स्टेज नै हो भने बुझ न होइन। अनि त्यसपछि फेरि यहाँ गइसकेपछि अनि त्यसपछि फेरि जान्छ प्रोफेज फर्स्ट, एम फेजमा, मियोसिस सेकेन्डमा, प्रोफेज सेकेन्ड, मेटाफेज सेकेन्ड, एनाफेज सेकेन्ड, टिलोफेज सेकेन्ड, अनि साइटोकाइनेसिस सेकेन्ड हुन्छ। अनि साइटोप्लाज्म डिभाइड गरेर अनि 4वटा डटर सेल्स चाहिँ बनिहाल्छ। यति हो फेज। र यो सर्ट एउटा बुझ्नको लागि, यो सब बुझे छैनौ केही छैन, लिभ द्याट होइन। अनि अब जाम हामी मियोसिसलाई स्टार्ट गरौँ, मियोसिस फर्स्टलाई, ठिक छ नि। मियोसिस फर्स्ट अब हामी सुरु गर्छौँ। मियोसिस फर्स्ट भनेको रिडक्सनल सेल डिभिजन भनेर भन्छौँ है त। अब मियोसिस फर्स्ट हामीले एउटा पनि बुझ्छौँ, मियोसिस सेकेन्ड अर्को भिडियोजमा बुझ्छौँ, किनभने धेरै लामो नै भिडियोज हुन्छ, द्याट्स वाइ, ठिक छ नि। मियोसिस फर्स्ट छ, ठिक छ। अब मियोसिस फर्स्टलाई बुझ्नको लागि यो के हो त? रिडक्सनल सेल डिभिजन हो। रिडक्सनल किन हो? किनभने यसको कन्टेन्ट चाहिँ हाफ भइहाल्छ। जसरी सेल डिभाइड गर्छ नि, सेल डिभाइड गर्छ, यो 2n छ भनेको यो n र n मा डिभाइड गर्छ। जसरी माइटोसिसमा के भइरहेको थियो त? 2n छ अनि 2n मा र 2n मै डिभाइड भइरहेको थियो होइन। यो माइटोसिसको कन्डिसन हो। तर यही मियोसिसमा के हुन्छ त? मियोसिस फर्स्टमा त्यो पनि मियोसिस फर्स्टमा 2n n र n मा डिभाइड हुन्छ भनेको यो डिप्लोइड हो। त्यो हेप्लोइडमा कन्भर्ट भयो नि, भनेको हेप्लोइडमा भयो भने त्यही भएर यसलाई रिडक्सनल सेल डिभिजन भन्छ। अनि यो पनि डिभाइडेड हुन्छ फलोइङ स्टेजेसहरूमा। अब स्टेजेस जसरी क्यारियोकिनेसिस फर्स्ट भयो, मियोसिस फर्स्ट छ नि भने यसलाई पनि हामीले लेख्छौँ के त? क्यारियोकिनेसिस त हुन्छ नै हुन्छ, किनभने न्युक्लियसको चाहिँ डिभिजन हुन्छ, ठिक छ। त्यसपछि तिम्रो साइटोप्लाज्मको डिभिजन हुन्छ, ठिक छ। अनि क्यारियोकिनेसिस फर्स्ट भयो भने त्यसमा पनि प्रोफेज फर्स्ट छ, मेटाफेज फर्स्ट छ, एनाफेज फर्स्ट छ र टिलोफेज फर्स्ट, ठिक छ। पिमेट भनेर याद गर अनि फर्स्ट एड गरिदिउँ, ठिक छ। त्यसपछि यो यति भइसकेपछि साइटोकाइनेसिस फर्स्ट हुन्छ, ठिक छ नि। अब हामी प्रोफेज पढ्छौँ। प्रोफेज फर्स्टको क्यारियोकाइनेसिसको प्रोफेज फर्स्ट हामीले पढ्छौँ। त्यसपछि साइटोकाइनेसिस पढ्छौँ। प्रोफेज फर्स्टमा पनि प्रोफेज फर्स्ट भनेको कस्तो हो त? इलङ्गेटेड फेज हो, प्रोलङ्गड हो, कम्प्लेक्स हो भनेको फेज कुन हो त? प्रोफेज हो। डिभाइडेड फर्दर इन्टु डिफ्रेन्ट सब स्टेजेस, यो पनि फर्दर डिभाइडेड हुन्छ डिफ्रेन्ट सब स्टेजेस, जुन कि यहाँ मैले देखाएको छु। लिप्टोटिन, जाइगोटिन, प्याकिटिन, डिप्लोटिन, डाइकाइनेसिस। यसलाई याद गर्नुपर्ने एउटा ट्रिक पनि छ, इफ याद हुनमा गाह्रो हुन्छ भने। प्रोफेज याद राख, यो त सब त डिभाइड भइ नै रहेको छ, तिमीहरूले कन्फ्युज भयो होला। तर होइन एउटा सिरियल वेमा पढ्यो नि, जसरी मैले पढाएको छु भने एकदमै इजी हुन थाल्छ, बुझ्यौ नि। प्रोफेज फर्स्ट पनि डिफ्रेन्ट सब स्टेजेसमा, यो प्रोफेज भनेको एउटा स्टेज हो नै, त यो पनि डिभाइडेड हुन्छ सब स्टेजेसमा। त यसको ट्रिक के हुनसक्छ त? LZPDD भनेको के हुन्छ त?
लात जुत्ता पढे दनादन। यसलाई कसरी याद गर्ने त? लात जुत्ता पढे दनादन। ठिक छ, यसरी याद। यो त धेरैजनालाई बिना ट्रिकले पनि याद गर्न सकिन्छ होइन, तर अलि इन्ट्रेस्टिङ छ तै पनि। लिप्टोटिन, जाइगोटिन, लात, लिप्टोटिन, जाइगोटिन, पेकेटिन, डिप्लोटिन, डाइकाइनेसिस। लात जुत्ता पढे दनादन। अथवा यसलाई छोड, त्यो एउटा अरू ट्रिक पनि छ तर त्यो भन्दैन म, तर अलि भइहाल्छ। ठिक छ नि। अब हामी जाऊँ अर्को फेजमा। यो प्रोफेज फर्स्टको पनि यो सब फेजेस हामीले पढ्नुपर्छ, किनभने हामीले 8 मार्कमा जुन क्वेसन सोध्छ नि त्यो यही सोध्छ कि प्रोफेज फर्स्टको जुन 5 वटा डिफ्रेन्ट सब स्टेजेस छ नि त्यसलाई एक्सप्लेन गर भने यो हामीले गर्नै पर्छ के। यो एकदमै 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 इम्पोर्टेन्ट छ। कि त माइटोसिस सोध्छ नत्र मियोसिस फर्स्टको प्रोफेज फर्स्टलाई भन्छ एक्सप्लेन गरेर। त मियोसिस फर्स्ट भनेको यति भयो। त्यसपछि मियोसिस फर्स्टको पनि प्रोफेज फर्स्ट, अनि लिप्टोटिन, जाइगोटिन, पेकेटिन, डिप्लोटिन, डाइकाइनेसिस। ठिक छ, अब हामी सुरु गरौँ। लिप्टोटिन, ठिक छ। अब यसमा हामीले आत्नु पर्दैन के, यो यति कम्प्लेक्स फिगर देखेर। यो कम्प्लेक्स चाहिँ धेरै इजी छ, बुझ्यो नि, धेरै इजी छ। यो सेन्ट्रोजम्स एन्ड सेन्ट्रियोल्स स्टार्ट मुभिङ टु अपोजिट पोल। यसमा के हुन्छ त, सेन्ट्रोजम्स र सेन्ट्रियोल्स जुन छ नि, यो सेन्ट्रोजम्स र सेन्ट्रियोल्स यो स्टार्ट मुभिङ टु अपोजिट पोल। यो एरोले के डिनोट गर्छ त, यो अपोजिट पोलमा चाहिँ गइरहेछ। यो सेल मेम्ब्रेन भयो, ठिक छ, यो न्युक्लियर मेम्ब्रेन भयो, यो क्रोमेटिन भयो भनेको थ्रेड लाइक स्ट्रक्चर, स्पाइन्डल फाइबर भयो, ठिक छ, अनि न्युक्लियर मेम्ब्रेन, ठिक छ नि, यति। अनि सेन्ट्रियोल्स एन्ड सेन्ट्रोजम्स स्टार्ट मुभ्स टु अपोजिट पोल। यतिकै लेख्नुपर्छ के, कि सेन्ट्रोजम्स र सेन्ट्रियोल्स स्टार्ट मुभ्स टु अपोजिट पोल। यो लिप्टोटिनमा हुन्छ। प्लस कन्डेन्सेसन अफ क्रोमेटिन स्टार्ट्स। कन्डेन्सेसन किन हुन्छ त, क्रोमोजोम बनाउनको लागि। त कन्डेन्सेसन स्टार्ट कहाँ हुन्छ त, यही हुन्छ लिप्टोटिनमा। ठिक छ नि, यो एउटा मेन पोइन्ट भयो। त्यसपछि एनिमल स्टेजमा जसरी बकेट स्टेज एउटा फ्लावर हुन्छ नि बकेट जस्तो होइन, अनि त्यसैलाई होइन भन्छ बकेट स्टेज भनेको कुन हो त, लिप्टोटिन हो प्रोफेज फर्स्टको। याद राख, प्रोफेज फर्स्टको, प्रोफेज सेकेन्ड पनि होइन, प्रोफेज फर्स्टको। ठिक छ, यति भयो। त्यसपछि जाइगोटिन भयो। ठिक छ, यतिकै लेख्नुपर्छ क्या, 2-3वटा नै पोइन्ट लेख्नुपर्छ। त्यस्तो त्योभन्दा पनि बढी कुनै छैन। यो इम्पोर्टेन्ट लेख्नु हो, एक्सप्लेन गर्नु होइन के। त्यस्तोमा टाइम पनि वेस्ट हुन्छ र कुनै पनि टिचर एक्सप्लेनेसन त्यो प्याराग्राफमा जुन गर्छ नि त्यो कोही पनि पढ्दैन। अनि इम्पोर्टेन्ट पोइन्ट मैले पनि त्यस्तै लेखेर पास भएको के। अनि 8मा 8 अथवा 8मा 7.5 त मलाई पाउँथ्यो, बुझ्यो नि। अनि यही 2-3वटा मेन इम्पोर्टेन्ट पोइन्ट लेखिदिउँ। अनि फिगर एकदमै, बायोलोजीमा फिगर बनाउनै पर्छ एनी हाउ, जसरी बनाऊ पनि, तर फिगर इज मोस्ट इम्पोर्टेन्ट। इभेन तिमीले इफ लेख्दैनौ केही पनि भने पनि फिगरलाई घोक्ने कुरा गर, फिगरलाई बनाउनै पर्छ। अनि फिगरमा जे भइरहेछ त्यही त बायोलोजीमा के भइरहेछ, फिगरमा जे भइरहेछ त्यसैले त एक्सप्लेन गर्ने हो नि भने फिगरलाई बुझ्ने कोसिस गर। एउटा सेल मेम्ब्रेन बनाइदिऊ, न्युक्लियर मेम्ब्रेन बनाइदिऊ जसमा क्रोमेटिन छ, अनि यो सेन्ट्रियोल्स एन्ड सेन्ट्रोजम छ, स्पाइन्डल फाइबर छ, अनि त्यसपछि यो सेन्ट्रियोल्स स्टार्ट मुभ्स टु अपोजिट पोल, यस्तो एरो देखाइदिऊ। अनि भइगयो त, के भयो त। अनि त्यसपछि जाइगोटिन भयो होइन। अनि जाइगोटिन, लिप्टोटिन पछि के आउँछ त, जाइगोटिन। ठिक छ, अनि जाइगोटिनमा के हुन्छ भन्दा यहाँ हेरौँ, यो तिम्रो सेल मेम्ब्रेन भयो, अनि यो न्युक्लियर मेम्ब्रेन भयो। ठिक छ, अनि क्रोमोजोम यसमा भिजिबल हुन्छ। क्रोमोजोम्स यसैमा देख्न थाल्छ, किनभने लिप्टोटिनमा कन्डेन्स्ड हुन थालेको त्यो के त, तिम्रो क्रोमेटिन, अनि टु फर्म क्रोमोजोम्स। त क्रोमोजोम्स भिजिबल हुन्छ कहाँ त, जाइगोटिनमा। ठिक छ नि, क्रोमोजोम्स इज भिजिबल इन विच स्टेज भनेर एमसिक्यूमा सोध्न सक्छ के त, तर कन्सेप्ट लिएर पढ न। त यो कहाँ हुन्छ त, जाइगोटिनमा हुन्छ। ठिक छ, अनि पेयरिङ अफ होमोलोगस क्रोमोजोम्स। अब जुन क्रोमोजोम्स बन्छ नि त्यसको चाहिँ पेयरिङ अप हुन्छ, ठिक छ। यो एस्टर्स, यो जुन देखिरहेछ नि यो बुझिरहेछ भने छोडिदिऊ, यो एस्टर्सलाई बुझ्नु पर्दैन त्यति, ठिक छ नि। अनि यसको बिचमा यो मोनाड र यो मोनाडको फर्ममा छ। ठिक छ, अनि यो दुईवटा सेटमा प्रेजेन्ट छ भनेको पेयरमा प्रेजेन्ट छ। 1 नम्बर अफ क्रोमोजोम्स छ भने त्यसैको पेयरमा प्रेजेन्ट छ। अर्को भनेको यसलाई बाइभ्यालेन्ट, यो दुवैलाई के भन्छ त, बाइभ्यालेन्ट। यो डिप्लोइड कन्डिसन हो र यसलाई बाइभ्यालेन्ट नम्बर 1 छ। ठिक छ, अनि यसैलाई टेट्राड भनेर भन्छौँ। ठिक छ, भित्रपट्टि यसको के हुन्छ त, होमोलोगस क्रोमोजोमको पेयरिङ हुन्छ नि। होमोलोगस क्रोमोजोम भनेको के हो त, दुईवटा क्रोमोजोम सिङ्गल सेम चाहिँ सेटको छ नि, पेयरिङको छ, जसलाई होमोलोगस पेयर अथवा होमोलोगस क्रोमोजोम भनेर भन्छ। यसको भित्र यो जुन स्ट्रक्चर जुन मैले बनाएको छु नि यो होमोलोगस पेयरिङ अप भइरहेछ, जसलाई सिनेप्टोनिमल कम्प्लेक्स इज फर्मड कहाँ त, यसको बिचमा। ठिक छ, अनि पेयरिङ अफ होमोलोगस क्रोमोजोम्स
होमोलोगस क्रोमोजोम्सको पेयरिङ अप हुन्छ जसलाई साइनेप्सिस भन्छ, जसलाई के भन्छ त साइनेप्सिस भनेर भन्छौँ। ठिक छ नि, यति त बुझ्यो होला। अनि त्यसपछि यो बुझिसकेपछि यसमा के इम्पोर्टेन्ट पोइन्ट हो भन्दा क्रोमोजोम्स इज भिजिबल भयो, यो सब केही पनि गर्नु पर्दैन। ठिक छ नि, अनि त्यसपछि के हुन्छ त पेयरिङ अफ होमोलोगस क्रोमोजोम्स टेक्स प्लेस इज अनि त्यही प्रोसेसलाई सिनेप्सिस भन्छ। अनि त्यसपछि आफ्टर सिनेप्सिस द कम्प्लेक्स स्ट्रक्चर पेयर्ड इज नन एज बाइभ्यालेन्ट, र सिनेप्सिस भइसकेपछि कम्प्लेक्स स्ट्रक्चर पेयर्ड स्ट्रक्चर जुन छ त्यसलाई नै के भन्छ त बाइभ्यालेन्ट भनेर भन्छ। यो नलेख्नु पनि पर्छ, सिनेप्सिस लेखिदेऊ। क्रोमोजोम्स भिजिबल इन जाइगोटिन पेयरिङ अफ होमोलोगस क्रोमोजोम्स टेक्स प्लेस इन जाइगोटिन विच इज नन एज सिनेप्सिस। भयो यतिकै हो, अरू केही भन्नु पर्दैन। यो अलिक फिगर कम्प्लेक्स नै छ। यो मोनाड बाइभ्यालेन्ट, यो नन एज टेट्राड, यो केही पनि लेख्नु पर्दैन। तर कन्सेप्टको लागि मैले भन्न खोजेको एउटा क्रोमोजोम बनाइदेऊ, यो मैले एउटाको लागि बनाएर देखाइरहेको छु। तर वास्तवमा 4-4वटाको हामीले गराउनु पर्छ। तर नो प्रब्लम, हामीले एउटैको बनाएर देखाउँछौँ भने के भयो त हामीले बुझ्नको लागि सिम्पल हुन्छ, टाइम पनि कम लाग्छ होइन। फिगर बनाइदेऊ अनि यो 2-3वटा पोइन्ट लेखिदेऊ, भयो यतिकै हो। अब हामी जाऊँ प्याचिटिनमा। प्याचिटिन धेरैले प्याकिटिन भन्छ, के भन्छ होइन। अनि यो भनेको के भयो त प्याचिटिनमा के भन्छ बाइभ्यालेन्ट इज नाउ क्लियरली भिजिबल एज टेट्राड। बाइभ्यालेन्ट कसमा देखिरहेको थियो त तिम्रो जाइगोटिनमा, र त्यही अब नाउ क्लियरली भिजिबल हुन थाल्छ केमा त डायड फर्ममा, भनेको जसलाई भन्छ टेट्राड। यो दुईवटा, यो त डायड छ, यो पनि डायड छ, तर यो केमा हुन्छ त टेट्राडमा। ठिक छ, क्रसिङ ओभर टेक्स प्लेस बिट्विन नन सिस्टर क्रोमेटिड अफ होमोलोगस क्रोमोजोम। ठिक छ, क्रसिङ ओभर यो एकदमै इम्पोर्टेन्ट हो भाइ, बुझ्यो नि, यो एकदमै इम्पोर्टेन्ट हो। क्रसिङ ओभर टेक्स प्लेस बिट्विन नन सिस्टर क्रोमेटिड अफ होमोलोगस क्रोमोजोम। ठिक छ नि, क्रसिङ ओभर हुन्छ कहाँ त प्याचिटिनमा बिट्विन नन सिस्टर क्रोमेटिड भनेको यो जुन यो सेन्ट्रोमियर छ नि, योसँग जुन क्रोमेटिड एट्याच भएको छ त्यसलाई नै के भन्छ त सिस्टर क्रोमेटिड भन्छ। अनि यो पनि सिस्टर क्रोमेटिड हो, तर यसैको इफ डिफ्रेन्ट भयो भने के हुन्छ त यसैको डिफ्रेन्ट भयो भने भनेको सेन्ट्रोमियर डिफ्रेन्ट छ भने यसलाई के भन्छ त नन सिस्टर क्रोमेटिड। अनि तिनीहरूमा क्रसिङ ओभर चाहिँ स्टार्ट हुन्छ। यहाँ यो जुन मैले फिगर यो टच गराएको छु नि, यो बनाउनु पर्छ, यो मैले जानबुझेर गराएको छु होइन। अनि यसलाई गराउनै पर्छ, बुझ्यो। अनि त्यसपछि यो सब होललाई के भन्छ त टेट्राड भन्छ, भनेको टेट्राड क्लियरली भिजिबल इन प्याचिटिन। ठिक छ, अब हेर क्रसिङ ओभर त हुन्छ, त्यसपछि यहाँ हेर क्रसिङ ओभर हुन्छ भने के हुन्छ त एक अर्काको जेनेटिक मेटेरियल चाहिँ एक्सचेन्ज हुन्छ कि नन सिस्टरको सिस्टरमा र सिस्टरको नन सिस्टरमा एक्सचेन्ज हुन्छ। ठिक छ नि, त्यसपछि यो होमोलोगस क्रोमोजोम्स भयो किनभने सेटमा प्रेजेन्ट छ है। अनि त्यसपछि यसको भित्र के छ त रिकम्बिनेसन नोड्युल छ, जोसँग के छ त रिकम्बिनेज इन्जाइम छ, जसले रिकम्बिनेसनमा अथवा क्रसिङ ओभरमा क्रसिङ ओभर भनेको सेम नै हो, जसमा हेल्प गराउँछ। ठिक छ नि, यो भनेको सिनेप्टोनिमल कम्प्लेक्स हो, हेल्प्स इन क्रसिङ ओभर। ठिक छ, क्रोमेटिड फर्स्ट सेकेन्ड थर्ड फोर, यो के हो त क्रोमेटिड फर्स्ट र सेकेन्ड सिस्टर क्रोमेटिड हो, अथवा थर्ड र फोर्थ सिस्टर क्रोमेटिड हो। 2-3 जसरी भयो, 1-3 2-3 भयो, 1-3 भयो, 1-3 भयो, 1-4 भयो, 2-4 भयो, यो सब नन सिस्टर क्रोमेटिड हो। ठिक छ नि, अनि त्यसपछि अब हामी अगाडि जाऊँ। यो सब बनाउनु पर्दैन, तिमीहरूले मात्र यति यो बनाएर अनि प्याचिटिनमा यो लेखिदेऊ न कि बाइभ्यालेन्ट इज नाउ क्लियरली भिजिबल एज टेट्राड। अनि त्यसपछि क्रसिङ ओभर टेक्स प्लेस बिट्विन नन सिस्टर क्रोमेटिड अफ होमोलोगस क्रोमोजोम्स, भनेको क्रसिङ ओभर भनेको के हो त एक्सचेन्ज अफ जेनेटिक मेटेरियल। एक अर्को सिस्टर र नन सिस्टर छ नि, तिनीहरूको एक अर्को आफ्नो जेनेटिक मेटेरियललाई एक्सचेन्ज गर्छ, जसरी यहाँ हेर्न सक्छौ। अब यो त बुझ्नु पर्दैन, यो डिटेली अलि भयो होइन, तर यति यो सब बनाउनु पर्दैन, यति बनाइदेऊ, फिगर बनाइदेऊ अनि 2-3 लाइन लेखिदेऊ, भयो, सक्यो। त्यसपछि डिप्लोटिनमा के हुन्छ त डिसिनेप्सिस हुन्छ, भनेको सिनेप्सिस हाम्रो कहाँ भएको थियो त हाम्रो सिनेप्सिस भएको थियो जाइगोटिनमा हाम्रो सिनेप्सिस भएको थियो। ठिक छ, अनि डिप्लोटिनमा डिसिनेप्सिस हुन्छ, भनेको एउटा फिगर बनाइदियो। अनि फिगर बनाएर यो न्युक्लियर मेम्ब्रेन भयो, न्युक्लियर मेम्ब्रेन डिसइन्टिग्रेटिङ, भनेको न्युक्लियर मेम्ब्रेन स्टार्ट डिसइन्टिग्रेटिङ कसमा हुन्छ त डिप्लोटिनमा हुन्छ। अनि यो जुन मैले ल्याएको थिएँ नि
यो नन सिस्टर क्रोमेटिड अब होमोलोगस क्रोमोजोम यो हो। अनि यो नन सिस्टर क्रोमेटिडमा के हुन्छ त एक्सचेन्ज अफ जेनेटिक मेटेरियल हुन्छ जसलाई क्रसिङ ओभर भन्छ, ठिक छ। अनि यसमा यो जुन स्ट्रक्चर देख्न सक्छौँ यसलाई के भन्छ त काइजमाटा भन्छ। काइजमाटा भनेको डिसिनेप्सिस हुन्छ, सेपरेसन अफ पेयर्ड होमोलोगस क्रोमोजोम्स। अब पेयर्ड जुन होमोलोगस क्रोमोजोम्स छ नि, पेयर भएको थियो कहाँ त तिम्रो भएको थियो जाइगोटिनमा, अब त्यसको अनपेयर्ड हुन्छ भनेको सेपरेसन हुन्छ पेयर्ड होमोलोगस क्रोमोजोम्सको। अनि त्यो कहाँ हुन्छ त डिप्लोटिनमा हुन्छ। काइजमाटा फर्मेसन टेक्स प्लेस इन डिप्लोटिन, जुन कि यो एक्स सेप्ड स्ट्रक्चर देख्न सक्छौँ, एक्स सेप्ड स्ट्रक्चर यहाँ, ठिक छ। एकअर्काको जेनेटिक मेटेरियल चाहिँ एक्सचेन्ज भइरहेछ, ठिक छ। साइड वेयर क्रसिङ ओभर अकर्स। अनि काइजमाटा भनेको त्यही हो जहाँ के हुन्छ त, जहाँ भनेको साइड वेयर क्रसिङ ओभर अकर्स, जहाँ कि क्रसिङ ओभर अकर गर्छ, ठिक छ। क्रसिङ ओभर इज कम्प्लिट नाउ सिनेप्टोनिमल कम्प्लेक्स डिजोल्भ, ठिक छ नि। क्रसिङ ओभर इज कम्प्लिट इन डिप्लोटिन, डिसिनेप्सिस अकर्स इन डिप्लोटिन। डिसिनेप्सिस भनेको सेपरेसन अफ क्रोमोजोम, जसरी होमोलोगस क्रोमोजोमको सेपरेसन भएको थियो नि जाइगोटिनमा, जसलाई सिनेप्सिस हामी भनेका थियौँ होइन। अब हाम्रो यसलाई होमोलोगस क्रोमोजोम्सको सेपरेसन हुन्छ जसलाई डिसिनेप्सिस भन्छौँ। अनि काइजमाटा फर्मेसन टेक्स प्लेस, जुन कि एक्स स्ट्रक्चर हो साइड, जहाँ कि क्रसिङ ओभर हुन्छ। भयो 2-3वटा इम्पोर्टेन्ट पोइन्ट फिगर बनाएर सक्यो, यति हो। डायाकाइनेसिस भनेको के हो त, ट्रान्जिसन टु मेटाफेज फर्स्ट, ठिक छ नि। भनेको मेटाफेजमा यो फर्स्टमा के हुन्छ त स्पिन्डल फाइबर एसेम्बली स्टार्ट्स, यसमा स्टार्ट भइहाल्छ, ठिक छ। टर्मिनलाइजेसन अफ काइजमाटा भनेको काइजमाटाको मुभमेन्ट हुन्छ होइन। अनि काइजमाटाको मुभमेन्ट हुन्छ नि भने टुवार्ड्स अपोजिट पोल, जसरी यहाँ काइजमा बनेछ नि यसले काइजमाटा भनेछौँ होइन। भनेको यसको मुभमेन्ट हुन्छ, अब यो मुभ गरेर अनि अगाडि जान थाल्छ, जसले के भन्छ त टर्मिनलाइजेसन अफ काइजमाटा भन्छ, ठिक छ नि। अनि यो बाइभ्यालेन्ट क्रोमोजोम्स हो, ठिक छ। यहाँको एकअर्काको जेनेटिक मेटेरियल भयो, यो ब्लू हो यो ब्ल्याक हो, ठिक छ नि। यो एकअर्काको जेनेटिक मेटेरियल एक्सचेन्ज भयो, अब भइसकेपछि यो एकअर्कातिर जान्छ, ठिक छ नि। यो डाइकाइनेसिसमा भयो, ठिक छ। अब आज मतलब यति बुझ्नुपर्छ कि हामीले म्योसिस फर्स्टमा भन्छ कि म्योसिस फर्स्टको प्रोफेज फर्स्टलाई एक्सप्लेन गर भने डाइकाइनेसिससम्म मात्रै गर्नुपर्छ, भयो सक्यो, बुझ्यो नि। तर इफ अरू पनि भन्छ भने यो मेटाफेज पनि गर्नुपर्छ, ठिक छ। मेटाफेज फर्स्ट हुन्छ, प्रोफेज फर्स्ट पछि के हुन्छ त मेटाफेज फर्स्ट होइन, जसमा के हुन्छ त पेयरिङ अफ बायोभ्यालेन्ट एट मेटाफेजिक प्लेट भनेको जुन होमोलोगस क्रोमोजोम्स सेपरेट भएको छ नि, अब त्यो चाहिँ इक्वेटोरियल प्लेनमा आएर लाग्छ अथवा मेटाफेजिक प्लेटमा, ठिक छ। अनि दुईवटा हुन्छ किनभने बायोभ्यालेन्ट थियो नि त होइन। अनि एट्याचमेन्ट अफ स्पिन्डल फाइबर टु काइनेटोकोर, र स्पिन्डल फाइबर एट्याच गर्छ काइनेटोकोरमा, यो सेन्ट्रोमियर हो, यसको वरिपरि के हुन्छ त काइनेटोकोर, अनि जसमा स्पिन्डल फाइबरले एट्याच गर्छ, ठिक छ। त्यसपछि मेटाफेजमा भयो, यतिकै सक्यो। 2-3वटा पोइन्ट मात्रै लेख्नु हो कि। एनाफेज फर्स्ट आयो, होमोलोगस क्रोमोजोम स्टार्ट मुभिङ टु अपोजिट पोल। होमोलोगस क्रोमोजोम्स कहाँ जान थाल्छ त मुभिङ टु अपोजिट पोल। अपोजिट पोलमा होमोलोगस क्रोमोजोम जुन छ नि त्यो चाहिँ जान थाल्छ। युनिभ्यालेन्ट भनेको डायडको भयो, यो डायड भयो। अनि टेट्राड यसले भनेको थियौँ हामी होइन। अनि यो दुईवटा क्रोमेटिड छ नि भनेको यो सेपरेट हुन थाल्छ। होमोलोगस क्रोमोजोम स्टार्ट मुभिङ टु अपोजिट पोल, टुवार्ड्स अपोजिट पोल। यो एउटा पोइन्ट लेखिदिने फिगर बनाएर, ठिक छ। फिगर तिमीहरूको बुकमा पनि होला, योभन्दा पनि राम्रो होला, तर यसलाई पनि बनाउन सक्छौ, नो प्रब्लम होइन। अनि एक्चुअल रिडक्सन बिगिन्स इन दिस फेज, ठिक छ। त्यसपछि सेन्ट्रोमियर डज नट स्प्लिट्स एन्ड क्रोमेटिड्स डज नट सेपरेट। सेन्ट्रोमियर डज नट स्प्लिट्स हुँदैन र क्रोमेटिड्स सेपरेट चाहिँ हुँदैन, ठिक छ नि। अनि अब हामी जाम एनाफेज भयो, त्यसपछि टिलोफेजमा के हुन्छ भन्दा क्रोमोजोम रिच रिस्पेक्टिभ पोल्स। क्रोमोजोम्स एकअर्काको रिस्पेक्टिभ पोल्समा जान्छ, जसरी स्टार्ट भएको थियो कहाँ त एनाफेजमा, र टिलोफेजमा अर्को दुईवटा साइडमा गइदिन्छ। स्पिन्डल फाइबर डिसएपियर, स्पिन्डल फाइबर अब हराएर जान्छ, ठिक छ। क्रोमोजोम अनकोइल बट डु नट रिच एक्सटेन्डेड स्टेट अफ इन्टरफेज न्युक्लियस, ठिक छ नि। क्रोमोजोम अनकोइल हुन्छ तर के हुन्छ त रिच एक्सटेन्ड स्टेट अफ इन्टरफेज न्युक्लियस त्यस्तो हुँदैन, ठिक छ नि, बुझ्यो नि। अनि त्यसपछि अनकोइल भएर क्रोमोजोम्स बन्छ। अनि त्यसपछि तिम्रो युनिभ्यालेन्ट क्रोमोजोम्स यो भयो, कस्तो भयो त युनिभ्यालेन्ट, यो डायड अफ सेल्स। अनि रिएपियरेन्स अफ न्युक्लियर मेम्ब्रेनको रिएपियरेन्स कहाँ हुन्छ त यो टिलोफेज फर्स्टमा हुन्छ। टिलोफेज फर्स्ट
बुझ्यो नि। अब यति हो, 2-3वटा मात्रै लेख्नुपर्छ कि बढी लेख्नु पर्दैन, बुझ्यो नि। फिगर बनाऊ, 2-3वटा लेख, टक्कसँग भयो, 8मा 8 पाउँछौ, एकदमै पाउँछौ। यो सोध्छ नै सोध्छ क्या, 100% यो सोध्छ, रिस्क नलेऊ, 100% सोध्छ। यो बुझिरहेको छैनौ भने फेरि एकचोटि हेर अनि बुझिन्छ। साइटोकाइनेसिस फर्स्ट हुन्छ, त्यसपछि ठिक छ। साइटोकाइनेसिस फर्स्ट हुन्छ जसमा साइटोप्लाज्मको डिभिजन हुन्छ, न्युक्लियर मेम्ब्रेन डिसअपियर भएर भयो हैन। अनि त्यसपछि स्पिन्डल फाइबर पनि डिसअपियर गयो कहाँ त, टेलोफेजमा। अनि साइटोकाइनेसिस तिम्रो कहाँ भयो त, अब दुईवटा डटर सेल्स बन्यो, सेल 1 सेल 2, अनि इन्टरकाइनेसिस फलोड बाई म्युसिस फर्स्ट सेकेन्ड, ठिक छ नि। अनि यो दुईवटा सेल चाहिँ बन्यो, ठिक छ नि। त्यसपछि यति त भयो। त्यसपछि हामीले एउटा इन्टरकाइनेसिस चाहिँ बुझ्नुपर्छ अलिकति हल्का, अनि त्यसपछि म्युसिस सेकेन्ड अर्को भिडियोजमा हामीले बुझ्छौँ। इन्टरकाइनेसिस भनेको साइटोप्लाज्म फर्स्ट पछि, साइटोकाइनेसिस फर्स्ट पछि जुन स्टेज हुन्छ नि एउटा भने बुझ न, त्यसैलाई इन्ट्राम्योटिक पनि भन्छ, ठिक छ। अनि त्यसपछि इन्टरफेज यो हो इन्टरकाइनेसिस, जसलाई भन्छ आरएनए प्रोटिन सेन्ट्रियोल्स इटिसी सिन्थेसिस हुन्छ। डिएनए हिस्टोन डज नट टेक प्लेस, यहाँ डिएनएको र हिस्टोन को सिन्थेसिस चाहिँ हुँदैन, ठिक छ नि। अनि यसमा मात्र के हुन्छ त, आरएनए प्रोटिन र सेन्ट्रियोल्सको मात्र सिन्थेसिस हुन्छ भने बुझ्यौ नि। इन्टरकाइनेसिस भनेको यति हो। यो शब्द यो त लेख्नु पर्दैन तिमीहरूले। इफ म्युसिस फर्स्ट भन्छ भने म्युसिस फर्स्ट, प्रोफेज, मेटाफेज, एनाफेज, टेलोफेज लेखिदिने, कहाँसम्म त, टेलोफेजको साइटोप्लाज्म साइटोकाइनेसिससम्म। अनि यहाँ डिभाइड गरेर अनि दुईवटा सेल बन्छ भने देखाइदिने, यो सब नलेख हैन। अनि भनेको यहाँ लेख न, साइटोप्लाज्ममा तिमीहरूले के लेख्नु पर्यो, यहाँ लेखिदेऊ के, यहाँ लेखिदेऊ कि डिभिजन अफ साइटोप्लाज्म टेक्स प्लेस भयो, यतिकै फिगर बनाइदेऊ, टक्कसँग भयो। यति लेखिदेऊ, 8मा 8 मजाले पाउँछौ। अथवा म्युसिस फर्स्टको प्रोफेज फर्स्ट भन्छ भने प्रोफेज फर्स्टको जुन सब स्टेजेस छ नि, लिप्टोटिन, जाइगोटिन, पैकिटिन, डिप्लोटिन, डाइकाइनेसिस, त्यसलाई एक्सप्लेन गर्नुपर्छ, ठिक छ। आजको लागि यति, हामी छिटै मिल्छौँ, छिटै नै नेक्स्ट भिडियोजमा म्युसिस सेकेन्डको भिडियोज अब अर्को हुन्छ, ठिक छ। सो आजको लागि यति, पढ, स्टे सेफ, स्टे हेप्पी, एन्ड बाई बाई एन्ड टेक केयर।